हेलो साथीहरु नमस्कार। सम्पूर्ण साथीहरुलाई आज म आफ्नो एउटा राष्ट्रको टोपी ढाका टोपी लगाएर यहाँ आइसकेको छु। आज मेरो यो फर्स्ट ब्लग हुनेछ साथीहरु, यसरी पब्लिक प्लेसमा आएर बनाउने। म पनि अलिकता आज नर्भस छु। धेरैजना छन्, धेरैजना मलाई हेरिरहन् साथीहरु। टिकटको लाइन लागेको छ, यहाँ टिकटको लागि सब लागेका छन् लाइन। हाँसु यहाँ हेर्नु, यहाँ छ पपकर्न। पपकर्न खान लान मान्छेहरु मजाले पपकर्नको लागेको छ। ए आइज लाइन लाग, टिकटको लागि लाइन लाग्नु बड्डे हो। भेल कैसे दे रहे हैं? 40 रुपए पहले। अच्छा अच्छा, एकदम झटपट। एकदम। हाँ आएंगे ना, अभी अंदर से जाके आते हैं फिर खाएंगे। आओ जाके जल्दी आके सामने बनाओ। यहाँ हेर्न सक्नुहुन्छ। है ना 40 रुपए। सादा कौन सादा। ए राहुल कति समय लो दिया? बोलो टिकट करो, मीडियम करो। आधा घंटा। हाँ आधा घंटा। ए यहाँ लागेको छ मेरो भाइ लाइनमा टिकटको लागि। अब एकछिनपछि हामी जानेछौँ भित्र गएर टिकट कटाउने छौँ। ठ्याक्क टिकट कराएर त्यसपछि कति छन्, आज सन्डे हो, एकदमै जति पनि छन् नेपालीहरू आया हुन्छन् भित्र है, आया हुन्छन्। त्यही भएर नमस्कार नमस्कार, के छ हजुर? ठीक छ हजुर। म कैलाली हो। मेरो कैलाली हो। ए कैलाली कहाँ? मेरो मसुरिया ओन्डे हो। ए यहाँ कहाँ बस्नुहुन्छ? म यहाँ पिम्प्रीमा। पिम्प्रीमा बस्नुहुन्छ। के काम गर्नुहुन्छ? म चाहिँ अफिस हो मेरो। ए ल, मेरो युट्युब च्यानल नाम हो डोटेली दीपक ब्लग्स, युट्युबमा छ है त। आज सबै यहाँ नेपालीहरू को छन् सबैलाई भेटौँ भनेर, सबैसँग भेटौँ, यसो कुराकानी गरौँ भनेर आछौँ है त सर। ल ल ल ल ल ल ओके सर, ओके। ल ल, हाम्रो एउटा नेपाली साथी यहाँ भेटिनु भएको छ है त। हजुरको नाम के भन्नुभयो? जगत। जगत 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 सर है। ल आज सन्डेको दिन होला नि, यहाँ धेरै नेपालीहरू यहाँ भेटिने हुन्। सबै नेपालीहरूसँग भेटिने कोसिस गर्नेछौँ, यहाँ सबैसँग कुराकानी गर्ने कोसिस गर्नेछौँ। ए भयो कि नहीं रे राहुल तेरो? छिटो आ छिटो। पैसा मसँग होला त, छुट्टा नहीं कति हो एउटा? ल ल ल क्या बोले? कितना है? कति हो टिकट? अरे छुट्टा यहाँ 50 के नहीं। हाँ ये 10 कति रुपया अरे टिकट बने? राहुल किती काय माहिती विचारून बघ। ए बाप राजा आयो मेरो 20 रुपया एउटा। कति 20 रुपया? ए यहाँ हाम्रो भाइले टिकट काटिसकेको छ 20 रुपया एउटा। लाग्यो यार लाइन। बच्चाहरू लिएर यहाँ मजाले फोटो सोटो। अब यहाँ चेकिङ हुन्छ, टिकट चेकिङ हुन्छ। ल सरलाई टिकट चेकिङ दे। प्लास्टिक बोतल अलाउड नहीं अंदर। अलाउड नहीं है क्या? प्लास्टिक बोतल अलाउड छैन साथीहरू यहाँ। यो बोतल अलाउड छैन, बोतललाई चाहिँ यहाँ बाहिर राख्नुपर्ने हुन्छ है त। किधर हेड? ओके थैंक यू क्याप्चर कर। साहब है हमारे उधर, तुम्हारे दिखना मत तुम लोग को लागत में सेवे देते हो। वो ये हमारा साहब है, उधर दिखाओ तुम्हारा इधर। ए भाइ नको ठीक है दादा। ल हामीहरू भित्र पुगिसकेका छौँ मजाले यहाँ गार्डनमा। आज भाइ पहिलो ब्लग हुनाले अलिकता यार मजाले अब 40 रुपया वसूल गर्नु पर्यो भित्र। घुमघाम गरेर 40 रुपया वसूल गर्ने अरे। उसका टाइम बहुत लगाइदियो, जाने टाइममा भित्र पुग्दा लाग्छ हामी 5:30। क्यामेराम्यान हाम्रो भाइ नेपाली भाइ छ त्यहाँ, मजाले क्यामेरा सामरा लिएर मजाले फोटो खिच्छ। हेर कति दामी छ यहाँ पछाडि एकदमै दामी फुलै फुल।
ये सबै यहाँ नेपालीहरू छ नि, सबै फोटो खिच्नु आहान मजाले। यहाँ अरू के देखिने नि है। ओए बाबु, सब नेपालीहरू हुन्छन् आज। आज आज मात्र? आज भन्नाले पनि सन्डेमा है। अब जानेलाई देख्नु फोटो कि राख। ए हेर्दा सोता कति सफा छ, कति सुन्दर छ यहाँ मजाले। सब मान्छेहरू फोटो खिच्तलाहन् बच्चाहरू लिएर। आज सन्डे हुनाले सन्डेको माहौल, सन्डेका दिन झन् मान्छेहरू हुन्छन् यहाँ। ये हाम्रा यहाँ फोटोग्राफर भाइ के छ? ठीक छ ठीक छ। ए ठिक छ। आज कतिको छन् मान्छेहरू? आज छन् ए धेरै नै छन्। धेरै छन् है। ठिक छ ठिक छ। अरू अस्ति भेटे त योभन्दा अगाडि थाहा छ कि नै? कता भेट्या फोटो खिच्याउँ त तपाईँकै क्यामेराबाट फोटो खिच्याएको थाहा छैन? ल यहाँ ब्लग हो डोटेटी दीपक ब्लग भनेर मेरो युट्युब च्यानल छ। त्यो युट्युब च्यानलमा आउँछ। मेरो पनि सुरुवातै हो, भर्खरै गर्दैछु है। त्यही भएर राम्रो गर्नु होला, ल सबैले सपोर्ट गर्नु होला हैन। ल भाइलाई पनि एकदम बधाई छ, एकदमै सफल रहून् यो काममा। एउटा इन्डियामा आएर मजाले यसरी क्यामेरा बोकेर अर्काको देशमा पनि यसरी मजाले फोटो खिचेर आफ्नो जीविकोपार्जन गर्न लाग्छन् हाम्रो भाइ। भाइको घर चाहिँ कहाँ अरे? मेरो मसुरिया। मसुरिया कैलालीका भाइ हुन् है त। ल भाइ ल। यहाँ चाहिँ ये सबै साथीहरू सब नेपालकै हो नि कि क्या हो? सबै नेपाली जस्तो देखिला नि। समय छोटो छ अरे, समय छोटो छ। 1 घन्टाको समय मागेर हाम्रो भाइ आया छ यहाँ कामबाट। सबै यहाँ म्याडमहरू पनि सबै नेपालकै हो नि क्या हो? ए आमा सन्चै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? ए लाजमा लाहन त आमा लाज मान्दिन लाहन। मजाले नातिनासँग नातिनीसँगै घुम्न आछन् त यहाँ। कहाँ हो सर घर? कैलाली कहाँ? ए दैलेख। हजुर ठिक छ। आज सन्डे त्यही भएर मजाले आमालाई लिएर होइन परिवार ल्याएर घुम्न आउनु भएको छ। ठिक छ ल रमाइलो गर्नुहोस् है सर। ल सबै छ नि परिवार लिएर बच्चाहरू लिएर मजाले आए हुन्छन् घुम्दा। परिवार बच्चासँगै सबै यसरी घुम्दा आए हुन्छन्। सन्डेको आफ्नो जो हो सन्डेको छुट्टीलाई लिएर मजाले सन्डेका दिन रमाइलो गर्दा हैन राहुल? त किन्ने बोल्न लाग्छ रे त? म त भिडियो बनाउन लाग्छु, मेरो त पहिलो ब्लग हो यार। म त नमाए अब बोर लौदला छ। म त यहाँ अलिकता त्यसै लौदला छ पहिलो ब्लग बनाएर अलिकता घबराहट भन्ने टाइप अलिकता बोल्दा पनि अप्ठ्यारो हुन लाग्छ। तेरो त मजाले बोल एकदम यार। बोलिन्छ जे होस् पब्लिक प्लेसमा आएर यसरी अब कन्फिडेन्सका साथ बोल्न त अहिले अब सुरुवाती हो, सुरुवाती क्षण हो कि नै? त्यही भएर बोल्न अलिकता अप्ठ्यारो छ। ठिक छ, समय राति बोल्न। यो लाइटिङ गार्डन भन्न छ नि यसलाई, लाइटिङ गार्डन। रातितिर यहाँ पुरै लाइट बल्या हुन्छ, झिलिमिली एकदम झिलिमिली लाइट बल्लो छ। यो पुरै जति पनि यो देखिन लागेको छ गार्डन वरिपरि सबै यहाँ लाइट बलेर पुरा लाइटिङ झिलिमिली हुन्छ। यो अब कति बजे अहिले? 6 बजे 6-7 बजेतिर 6:30-7 बजेतिर यहाँका सबै लाइटहरू बलिहाल्छन्। अहिले त मान्छेहरू एकदम कम देखिन लाग्छन् यहाँ। अब एकछिन पछि ए आइजा, किन बसी त? अरे आइजा न, आइजा। मैनेजर फोन कर लो। अरे किधर है रे तुम? फोटो खींच के नहीं हुआ तुम्हारा? वीडियो बना के नहीं हुआ तुम्हारा? क्या गर्दा हजुर समस्या यसै छ। यहाँ नोकरी पनि गर्नुपर्दो छ। मेरो त नाइट ड्युटी हो। अब यो भाइको छ यो डे ड्युटी हो। 1-1.5 घन्टाको लागि भनेर मजाले यहाँ छुट्टी मागेर आया छ। 1-1.5 घन्टा आउने लाग्यो हजुर। आधा घन्टा आउने लाग्यो। हाम्रा वहाँबाट यहाँ पुता आधा घन्टा उसै लाग्यो। ठिकै छ। आज जे जसो ब्लग भए पनि अर्का दिन चाहिँ अझ योभन्दा पनि बेस्ट बनाउला, हो कि नै राहुल? सुरुवात हो, सुरुवातमा यसै हुन्छ। टोपी सोपी चट्टा आफ्नो नेपालको ढाका टोपी लगाएर आया छु यहाँ पब्लिक प्लेसमा। मान्छेहरू मलाई हेर्दा लान एकदम परेनी हेरिराखेका छन्। क्या को आया छ यो भनेर मलाई हेरिरहेका छन्। जाउँला 20 रुपियाँ 25 रुपियाँ टिकट काट्या छ। असुली त गद्दु बढे मान्नु। असुली अब यसै हो।
20-25 रुपियाँ टिकट काटेर आएको छु 25 रुपियाँको असुली गर्नु पर्यो मजाले हो कि नै को चिन्ना छौ यो फल होगी यो कुनै रुख होगी यो कुनै फूल होगी के रहेछ के को बोट रहेछ यो साथीहरु भन्दिया है त तेरे सोया छ कि नै मस्त हिरो टोपी अरे हामी नेपाली मेरी नेपाल पुरै सही यार हो कोही छ र दीपक ताम्राकार जतिको कोही छैन नि अच्छा साथीहरु जसो माने पनि जे माने पनि यो भिडियोलाई के गर्दिया भनेपछि शेयर गर्दिया अनि युट्युबमा सब्स्क्राइब गर्दिया मेरा च्यानल है लोटले रामसँग सब्स्क्राइब गर्दिया हेर राम्रो भया पनि नराम्रो भया पनि जसो लाग्यो त्यसो कमेन्ट गर्दिया मलाई थाहा छ यो मेरो पहिलो ब्लग हो त्यही भएर पहिलो त नभनौ दोस्रो ब्लग हो पहिलो ब्लग त अस्ति अपलोड गरेको थिएँ त्यति खास चाहिँ त अब जसो भया पनि हो नि राहुल मजाले रमाइलो गर्दा छन् हेर्दा सौता छौ सबै ल त्यही सबै सबै मलाई म पनि सन परे पछाडि निकल्ने कि मजाले फोटो खिच्दा लान रमाइलो गर्दा लान मेरो त खै किन मुख सुख सब सुक्यो त यार कॉन्फिडेंस लाओ कॉन्फिडेंस बाबू ऐसा नहीं चलेगा हुन्छ हुन्छ यसरी चल्दैन आजको लागि यति नै भोला पाखा देखाउला तमलाई पनि रुख परे उतातिर जाउँ अहिले बच्चाहरु खेल्न लाग्या हुन्छन् मजाले अझै अरे म्यानेज गरिहालौँला म्यानेजरलाई यार 10-15 मिनट लेट गएपछि केही नै हुने यार तर मलाई सबभन्दा यो गार्डनको मन पर्यो यो खाममा हुने क्या यहाँ हेर्न रातितिर हिँड्नु पनि दामी देखिन्छ मलाई सबभन्दा मन परेका भनेका यी खाममा हुन् शौचालय कहाँ त भुलो उ यहाँ छ त उता उता अगाडि जाउँ वहाँ बच्चाहरु वहाँ खेल्न लाने यहाँ नै तेरे केटाहरु पनि सब मजाले कल्याण सब आउने रहेछन् त फ्यामिली वाला हाँस दिलाहन कोही कोही त मेरो यहाँ भिडियो देखेर मलाई देखेर मजाले टोपी लगाएर कहाँ गयो आयो यो यसो भन्न नलाहन सबै जन्न जे माने पनि आफू आफ्नै पारामा पाइन्छ खेल्न जा बच्चा त पनि कौशका ठुलो भएकै कहाँ त नेपाली गाना पनि बजाउँछ माने यार अघि बजेछ नि त त्यहाँ बजेछ त्यहाँ महिलाको लागि मात्र छ ए यतातिर यहाँ टोयलेट पनि देखाइदिनु लाग्छु जसलाई टोयलेट ल्याउँदैछ यो गार्डनमा आइसकेपछि त्यो चाहिँ यहाँ पछाडि आउनु यतातिर है राहुल तलाई लागेको छ कि हाँ हाँ दादा हाँ चलो 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 लगाओ भेजो अंदर आदमी को अच्छे से डंडा भी लगाते हैं क्या ल यहाँ भाइ चाहिँ मजाले बेत्तला चाहिँ बड्डी गारुमा कहाँ गएर म तलाई खोज्दो यार ल अब हामीहरू निक्लिसकेका छौँ ल यहाँबाट सबैलाई बाई बाई टाटा अब जानला छौँ हामी मजाले यहाँबाट के खाने कि त ल क्या खाने अनि त्यही यहाँ वडापाव सोडापाव मजाले बनाउला छन् आन्टी मजाले त्यही नि स्माइल हेर आंटी को कति दामी छ कैसे हैं अच्छे हैं अच्छा आप कैसे हैं सर क्या खा रहे हैं वड़ा पाव महाराष्ट्र का फेमस वड़ा पाव हाँ हाँ ए यहाँ आंटी बनाउला छ नि हेर काम गरे भने के हुँदैन साथीहरु मजाले काम गर्नुपर्छ मेहनत गर्नुपर्छ सबै कुरा हुन्छ हाम्रामा त यी लाजले शरमले मान्छेहरु मद्दा छन् यहाँ यी बुढा बुढा मान्छे पनि यसरी मजाले ठेला गाडा लगाएर मजाले यसरी आफ्नो जीव नहीं थैंक यू दादा थैंक यू मेरा यूट्यूब चैनल का नाम है डोटेली दीपक ब्लॉग
आप मेरे को सब्सक्राइब कर देना यूट्यूब पे दादा, नया नया यूट्यूब चैनल है, ठीक है। नहीं थैंक यू थैंक यू थैंक यू। मैं खाता नहीं, मेरे को तबीयत बराबर नहीं होता उसकी वजह से। ल ठिक छ त साथीहरू, अब यस्तै हो मजाले। अब लाग्यो हामी हाम्रो कामतिर है। राहुल परेनी रिसाएर चम्केर हेर्न मकानो भइहाल्छ भाइ। अब यस्तै हो। कसो लाग्यो त भाइ ब्लगिङ? ब्लगिङ एकदम दामी छ, एकदम राम्रो छ। अब परीक्षा त राम्रो छ हेर, अब नतिजा कस्तो आउँछ, नतिजा कस्तो हुन्छ नै त्यो अब त्यो सबर गर्नुपर्छ छ भाइ। पहिले केही हुँदैन, मजाले अलिकता सबर गरेपछि नै त्यसपछि मात्र हुन्छ। त्यही यहाँ भाजीका दोकान पनि लागेका छन् मजाले, मान्छे क्या क्या गाडी नखान्छन् यहाँ। ल त साथीहरू, आजको भिडियो यहीँसम्म अन्त्य गरौँ। अब हामी जान्ला छौँ हाम्रो कामतिर, समय धेरै भइसक्यो है। अब हामी कामतिर लाग्यौँ, ब्लगलाई यहीँ समाप्त गरौँ है त। नमस्ते, नमस्कार, जय नेपाल।